सर्ट भिडियोमा माया गर्ने मान्छेले लङ भिडियोमा चाहिँ माया गर्नु पर्दैन। म छोरी भन्छ कति हेला गरे क्या, हामी नि छोरी त हुने हो नि त। यस्तो प्रगति कोही कोहीलाई छोरीको रहर हुँदै भएन। टाढाबाट आएपछि चाहिँ आगो छुनुपर्छ भन्ने चलन कसले सिकायो यहाँ? हामी चाहिँ यहाँ पिएनसी भेट्न आएको छौँ। चुसाइसकेपछि चाहिँ सुरुको दुधमा। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। न्यू डे न्यू ब्लगका साथमा फेरि पनि उपस्थित भइसकेकी छु आफ्टर लङ टाइम पछि। मैले त थुप्रो भइसक्यो ब्लग नै नबनाएको, टाइम पनि दिन पाएन। यस्तै छ साथीहरू, आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्दै ब्लग चाहिँ स्टार्ट गर्न जाँदैछु। सो साथीहरू, आज चाहिँ म सुत्केरी घरभेट कार्यक्रममा जाँदैछु। म र यहाँ तल हाम्रो एकजना विद्या सिस्टर र म चाहिँ जाँदैछौँ। म चाहिँ रेडी हुँदैछु, ढिलो हुन लागिसक्यो किनकि यहाँ 9:30 भइसक्यो। म चाहिँ बाबुलाई स्कुल पुरै ओरिकन क्लासमा छोडेर अनि म चाहिँ जान्छु। हाम्रो चाहिँ यहाँ चाहिँ सुत्केरी हुनुभएको होइन, उता बाहिर सदरमुकाममा भएर आउनुभएको। आज 3 दिन भयो डेलिभरी भएको चाहिँ। अनि म चाहिँ सुत्केरी घरभेट कार्यक्रममा जाँदैछु। अब टक्क लगाएर गर्मी नै छ। हामी चाहिँ रेडी भएर म चाहिँ हिँड्न लागेको। मैले सामानहरू केही पनि ठिक पारेको छैन, सामान ठिक पारेर अनि जाँदैछु। बेबी हेलो गरिदिनु हौ मम्मीको ब्लगमा। आयो उचाल्नै नसक्नु। हेलो गाइस, आज तिम्रो स्कुल जाने हो। आर यु ह्याप्पी? ह्याप्पी। ल सो साथीहरू, म चाहिँ बाबुलाई क्लासमा छोडिदिएर अनि त्यसपछि म चाहिँ त्यहाँ बोरागाउँ भन्ने ठाउँमा हो। खास गरी बोरागाउँ नै होला, मैले घर चाहिँ देखेको छैन। म सोध्दै जान्छु। तलबाट अर्को सिस्टर पनि आउनुहुन्छ, उहाँ सिस्टरको घर पनि त्यहीँ तल नै हो। अनि म गएर नि बाबुलाई त्यतै फर्केर बाबुलाई रिसिभ गरेर आउँछु स्कुलबाट। आज फ्राइडे है बेबी। ल अब म चाहिँ सामानहरू रेडी पारेर जान लागेको है त। हतार रेडी हुँदैछु। ब्याग लानु पऱ्यो, छाता लिएर जानु पऱ्यो। आजभोलि मौसमको भर छैन, पानी परेको भइसक्यो। घाम भयो भने पनि ओर्न मिल्छ नि त नि। त्यही भएर म चाहिँ घाम पानी दुइटै छ भने छाता लिएर जाँदैछु। अनि बिपी सेटहरू पनि लिएर जानुपर्ने छ। गाइस, म चाहिँ सामानहरू औषधिहरू हालेर रेडी भइसकेँ। हाजिर पनि गरेर जानु पऱ्यो। अब चाहिँ म जान्छु। आफै बोक्ने कि मम्मीले बोक्नु? ब्याग मान्छे भन्दा झोला गरम छ, अहिले म बोकिदिन्छु। ल यति धेरै वेट छ यो ब्यागको, अझ बुक पुरै कम्प्लिट आइसकेकै छैन। अब मै बोकिदिन्छु। जाम लो। ल हामी चाहिँ हिँड्यौँ। मेरो सिसी क्यामेरा पनि जडान गरेको छ यहाँनिर। नयाँ भवन बन्दैछ। अनि बाटो चाहिँ यो रोटै रोट हुँदा त्यो डिलमा निस्किएर जानुपर्छ। बाबुको स्कुल त्यहाँ गहिरो नेरी छ। अनि बेबी उसलाई रुन्ची आँसो भइरहेछ। बाबुको स्कुल पनि आइपुग्यो। म चाहिँ बाबुको क्लासमा आएँ। अब एकछिन पछि हिँड्छु। कस्तो गर्मी भयो है र? कस्तो छ त? अनि आर यु ह्याप्पी? ह्याप्पी भन। ह्याप्पी। ल अब बाई गरिदिएर तिमी भिडियोमा अब तिम्रो घन्टी लाग्ने बेला भइहाल्छ। ल साथीहरू, अब म बाबुलाई छोडेर जान्छु। यस्तै हो, गाह्रो हुन्छ पढ्नलाई। हामी नि पढेरै यत्रो भएको त होइन नि छोरो। अँध्यारो मुख लाग्छ है। चाहिँ हाम्रो बाटो पुरै ढलान हुँदैछ। यहाँदेखिबाट त्यो स्कुलसम्म, तलदेखिबाट हो सायद त्यो। त्यही मैले बुद्ध चोक भनेको थिएँ नि, त्यहीँबाट चाहिँ ढलान हुँदैछ है हाम्रो बाटो। यहाँनिरको कति हिँड्छ वा गाडी चाहिँ बाटो हिँड्दैन अहिले, त्यो माथिल्लो बाटोबाट हिँड्छ। म जाँदैछु, बाटो छ कि छैन हामी जाने पनि लागिहालेछ नि। आम्मामा गर्मी, टन्टलापुर घाम। गाइस, म चाहिँ जान लागेको। बाबुलाई स्कुल पुर्याइसकेर सिस्टरलाई फोन गरेको मैले, आउँदै हुनुहुन्छ अरे। म पनि जाँदैछु। जो छिटो आउँछ त्यहीँ बस्दै गर्नु भन्नुभएको छ। म पनि अब 10-15 मिनट जति, 10 मिनट जति लाग्छ होला पुग्नलाई। यतातिर आइपुग्यो। अब यो पछाडिको बाटो छ नि साथीहरू, पुरै ढलान हो यो। त्यहाँ अगाडि अलिकति हुँदैछ, माथिबाट ढलान गर्दै हुनुहुँदैछ। अब यो पुरै ढलान हुँदैछ बाटो चाहिँ।
गर्मी भयो गर्मी एक्लै फिल्डमा हिँड्दा चाहिँ अलिक झ्याउ झैँ लाग्छ है भ्लग नि खासै बनाउनु मन लाग्दैन एक्लै फिल्डमा मेरो साथी छ भन्दा चाहिँ ग्रुपमा रमाइलो हुन्छ जाँदैछु म घाममा अनि म चाहिँ भोलि घर जाँदैछु 8-10-12 दिनको लागि सायद म घरको भ्लग चाहिँ बनाउँछु भन्ने सोचिरहेको छु कस्तो हुन्छ मेरो घरतिरको भ्लग लेट्स सी साथीहरू मेरो 8-10 दिन चाहिँ काम छ त्यही भएर म चाहिँ घर जाँदैछु आज शुक्रबार भोलि शनिबार म घर जान्छु अनि 2-3 गते मात्र आउँछु म एकैचोटि अफिसमा बिदा लिएर जानेछु अनि मेरो भोलि पर्सिदेखि चाहिँ मेरो घरतिरको भ्लग बनाउने कोसिस गर्छु मलाई सासू ससुराको अगाडि अथवा मम्मी बुवाको घरको अगाडि चाहिँ अलिक अड लाग्छ भ्लग बनाउनलाई लेट्स सी बनाउने कोसिस चाहिँ गर्दछु कस्तो हुन्छ आई विल ट्राई ओके अब त्यही त हो नि सबैजना मोबाइल ठडाउँछ हिँड्छ भन्ने कुरा किन पार्नु भन्ने लाग्छ त्यही भएर आफू बरु एक्लै बिस्तारै बनाउन चाहिँ बाबु र म नै घर जाने हो 8-10 दिनको लागि काम छ मेरो जसरी भए नि जानुपर्ने काम छ त्यही भएर जान्छु त्यतिर त्यो रड पुरै ओछ्याउनलाई बनाइसकेको रहेछ जे भयो नि मैले काम गरेँ ठाउँमा पनि पुरै रोड ढलान भइसक्यो खुसी लाग्छ साथीहरू तपाईँहरू एउटा कुरो थाहा छ मेरो युट्युबमा सर्ट भिडियोहरू कति छिटो के अरे भ्युज पुगेको छ होइन 1700-1800 2000सम्म पनि भ्युज पुगेको छ अनि सर्ट भिडियोमा माया गर्ने मान्छेले लङ भिडियोमा चाहिँ माया गर्नु पर्दैन लङ भिडियोमा चाहिँ माया गर्दिन्न हो साथीहरू अनि सर्ट भिडियो मात्र हेरेर त भएन नि त नि मेरो लङ भिडियोमा नि माया गरिदिनु यसरी नै मलाई साथ सपोर्ट दिनु अनि सर्ट भिडियोमा चाहिँ माया गर्ने लङ भिडियोमा चाहिँ माया गर्ने छोड्ने त भएन नि सर्ट भिडियोमा त मेरो एकछिनमा गुटुटुटु भ्युज त कति छिटो आउँछ तर लङ भिडियोमा पनि त्यही अनुसारले आउनु पऱ्यो नि त नि भयो अब त आइपुग्नु लाग्यो तर एकछिन चौतारामा बस्नु पऱ्यो पसिना भइसक्यो त दामी गरे यहाँनिर पेन्टिङ यो चाहिँ सामुदायिक भवन हो वाउ अब आइपुगेँ म चाहिँ फाइनल्ली यहाँ तल म चाहिँ पुग्न लागि यहाँ मैले डोल्मा सिस्टरलाई पनि भेटिसकेको छु यहाँ बसेर खाजा एकछिन खरबुजा फलफुल खाएर गर्मी भएर पुरै हप भएको थियौँ खाएर अब हामी पुग्न लाग्यौँ सिस्टर हेलो गरिदिनु मेरो भ्लगमा ल अब चाहिँ हामी पुग्न लाग्यौँ है हाम्रो सिस्टर पनि आउनु भइसक्यो हेलो हेलो नमस्ते ल दुईजना भेट भयो मैले घर देखाएको छैन मलाई घर देखाउन आउनु भयो नि जाउँ अब त्यहाँ आउँदाखेरि एकजना अहिले 3जना भइसक्यौँ यहाँ हामी कहाँनिर हो यही नजिक हो घर कस्तो घाम है गर्मी जाँदैछौँ पिएनसी भेट्नलाई हामी बधाई छ तपाईँलाई धेरै बधाई छ आइरहन्छ कि तपाईँको नि यहीँ पो हो घर ए धन्यवाद भन्नु न है ल बस्छ टाढाबाट आएपछि चाहिँ आगो छुनुपर्छ भन्ने चलन कसले सिकायो यहाँनिर आगो पनि हाम्रो सँगसँगै हुन्छ मेरो सिस्टरले अब हात धोएर मात्रै यता जानुपर्छ हामी हामी चाहिँ यहाँ पिएनसी भेट्न आएको छौँ त्यो भएर पिएनसी सानो बच्चा भर्खर जन्मेको बच्चा हो त्यो भएको कारणले हामी चाहिँ साबुन पानीले हात धोएर मात्रै बच्चालाई छुन्छौँ हामी चाहिँ जताभावी छोको हुन्छ हरेक किटाणुहरू हाम्रो हातमा टाँसिएर आएको हुन्छ भनेर चाहिँ हामी हात धोएर मात्रै बेबीलाई छुन्छौँ सिस्टरको पालो धुँदै हुनुहुन्छ मिची दिनु है सिस्टर सेनिटाइजर सबैलाई गनाउने भयो त अनि के गर्नु यस्तो सफा बनाउनु पर्छ हाती अब चाहिँ हामीले यति हात धोएपछि चाहिँ बच्चालाई छुन अनि त्यसपछि आमालाई पनि छुन सक्छौँ है नभए चाहिँ सक्दैनौँ हाम्रो चाहिँ यहाँ 5-6 महिनादेखि हेल्पर्समा जचाउन आउनु भएको थिएन दुईटी छोरी पछि एउटा सानो क्युट बेबी जन्मेको छ त्यो क्युट बेबी चाहिँ बेबी बोय हो फेरि उहाँ नै हो हाम्रो बाहिर सदरमुकाममा सुत्केरी भएर आउनुभएको के अरे खाएको नि के थुप्रो ल्याएको क्या हेर्नु न
उकालो नजाने भनेर त्यो अनि तपाईँले 8-9 महिनामा 9 महिनामा पो सक्नुहुन्न त अनि 6-7 महिना 7-8 महिनामा त सक्नु भइहाल्छ नि पेट नि त्यस्तो ठुलो त थिएन है छोरी त सजिलै थियो उसको गाह्रो त त्यस्तै हो नि जन्मिने बेलामा त गाह्रै भयो खै नाइटो पाकेको छ कि हेरौँ त बच्चाको नाइटो चाहिँ पाक्ने भन्दा नि त्यो अब नाभि मलाम चाहिँ छैन सुक्खा छ पाकेको त छैन नाइट झरिसकेको छ त झरिसक्यो बिहान बिहान घाममा राख्नु न झुल्के घाममा अनि भोटो केही नलाइदिएको टी सर्टहरू यसको दौरा छैन योसँग छ उयो अहिले तेल लगाएको थियो यस्तो डरलाग्दो छ यत्रो बच्चा समात्नु त पानी भयो यो यस्तो नहुनु न कान बिग्रिन्छ यो टोपी नै यस्तो यो टोपी टाइट छ मिलाएर लगाएको छैन टोपी पनि टाइट छ यस्तो तुना बाँध्ने टोपी लाउँदैन हेर्नु त यहाँ कस्तो दाम बस्यो बच्चाको बुइनीको टोपी दिदीको टोपी लगाइदिएको परेले टाइट भयो टोपी एकदम यो इलास्टिक चाहिँ टाइट रहेछ यसले दुखाउँदो रहेछ क्या ठिक छ बच्चा मजाकै छ जन्डिस भएर हिँड्छ टाइट छ टोपी नलाइदिनु न त टिक्क भयो छोडिदिनु अरू टोपी अर्को यस्तैको यो भोटोको टोपी आउँछ नि गाइज हामीले चाहिँ मजाले परामर्श गरेको छौँ गर्न चाहिँ सबै कुराहरू त्यो भिडियोमा के अरे राख्न मिलेन नि त नि मिलेन भन्दा पनि भिडियो लामो भइसक्यो यतिकै त भिडियो 22-23 मिनटको भइसक्यो धेरै लामो भिडियो भयो भने तपाईँहरूले हेर्नुहुन्न त्यही भएर मैले सर्टकट हल्का अलिअलि टिप्स कुराहरू मात्र राखेको छु है त अब आफूले चाहिँ 6 महिनासम्म चाहिँ बच्चालाई दुध मात्रै खुवाउने त्यसको लागि चाहिँ आफूले पर्याप्त मात्रामा खानेकुरा खाने त्यसमा अन्न समूहको खानेकुरा भयो जस्तै भात भयो ढिँडो भयो च्याख्ला भयो गेडागुडी समूहको भनेको दाल भयो होइन कहिलेकाहीँ सिमी हुन्छ हाम्रो गाउँघरमा केरा हुन्छ त्यस्तो कुराहरू अनि त्यस पछाडि हरियो सागपात पहेँलो फलफुल आफ्नो घरमा भइहाल्यो नभए बजार कसैले गएको बेलामा फलफुलहरू ल्याएर खुवाउने अनि त्यस पछाडि सागपात हाम्रो बारीमा छँदैछ त्यो पनि खुवाउने अनि त्यस पछाडि पशुजन्य खानेकुराहरू माछा मासु दुध दही घिउ अन्डा जे आफ्नो घरमा उपलब्ध हुन्छ त्यो चाहिँ सबै प्रकारको खानेकुरा चाहिँ तपाईँले मिलाएर खाने त्यो पनि के अरे साबिकभन्दा चाहिँ 2 पटक थपेर खाने सधैँ चाहिँ तपाईँले के गर्नुहुन्थ्यो भने बिहान दिउँसो बेलुका मात्रै खानुहुन्थ्यो भने चाहिँ 2 पटक एक्स्ट्रा थप खानाहरू चाहिँ थपेर खाने त्यसमा चाहिँ 4 प्रकारको खानेकुराहरू चाहिँ मिलाएर खाने ल 2 पल्ट बढी खानु अनि तपाईँले चाहिँ बच्चालाई चाहिँ कम्तीमा पनि एकापट्टिको दुध चुसाउँदाखेरि चाहिँ 10 देखि 15 मिनट चुसाउने होइन अनि त्यसरी चुसाइसकेपछि चाहिँ सुरुको दुधमा चाहिँ पानीको मात्रा मात्रै आउँछ त्यस पछाडि अन्तिमको दुधमा चाहिँ यो बच्चाको वृद्धि विकास हुनको लागि चाहिँ चाहिने सबै तत्त्वहरू भएको पोषणयुक्त दुध भनेको चाहिँ अन्तिमको दुध आउँछ त्यो भएर एकापट्टिको दुध मजाले निकालेर खाइसकेपछि मात्रै अर्को 15-20 मिनट 25 मिनट नसकुन्जेलसम्म झिक्न त मान्दैन खाओस् मजाले जति एउटा यो साइडको एक साइडको मात्र दुध चाहिँ 10-15 मिनटसम्म खुवाउनु पर्यो क्या त्यो एउटा 5 मिनट खुवाएर अनि अर्को 5 मिनट होइन त्यसरी एकपट्टिको त्यसरी 10-15 मिनटसम्म चाहिँ मजाले खुवाउनु पर्यो त्यो एउटा खाएपछि अगाइहाल्छ एकचोटि खुवाउँदा एकापट्टिको मात्रै खुवाउने अनि फेरि अर्को एकचोटि खुवाउँदा अर्कोपट्टि खुवाउने त्यसो गर्नु त्यसरी खाँदाखेरि चाहिँ बच्चालाई पनि पर्याप्त मात्रामा पोषिलो खानेकुराहरू चाहिँ पुग्छ अनि बच्चा पनि स्वस्थ हुन्छ अनि तपाईँलाई पनि यो दुधमा त्यस्तो गाड्ने चिरा पर्ने त्यस्तो समस्या हुँदैन मजाले निकालेर खाइसकेपछि अनि तपाईँलाई कति महिनासम्म दुध मात्रै खुवाउनु पर्छ जस्तो लाग्छ त बच्चाले के अरू खानेकुरा खुवाउनु लाग्नु भइसक्यो के खान्थ्यो नि यत्रोमै तपाईँले चाहिँ कम्तीमा पनि 6 महिनासम्म चाहिँ दुध मात्रै खुवाउने आमाको दुध मात्रै गाईको दुध पनि नखुवाउने पानी पनि नखुवाउने है अब त्यसरी खुवायो भनेदेखि चाहिँ तपाईँले गर्भमा गरेको स्याहार सुसारदेखि गर्भवती हुँदादेखि गरेको स्याहार सुसार अनि अहिले त्यसलाई चाहिँ 6 महिनासम्म दुध मात्रै खुवाउनु भयो भने चाहिँ त्यो चाहिँ पूर्ण स्तनपान गरिएको भनिन्छ यदि तपाईँले पूर्ण स्तनपान गराउनु भयो भनेदेखि चाहिँ यो आउँ झाडा पखाला जस्तो रोगहरू चाहिँ कमी लाग्छ बच्चालाई अनि त्यस पछाडि तपाईँको बच्चाको तपाईँले दुध राम्रोसँग दिनु भयो भने त लिटो खान खोज्छ नभए खोज्छ र तपाईँले चाहिँ क्या तपाईँले चाहिँ खानु पर्यो गेडागुडी माछा मासु फलफुलहरू मजाले खाएपछि तपाईँको बच्चालाई पुग्नको लागि चाहिँ पहिला आफैले प्रशस्त खाने कुरा आफै खाने के आफूले चाहिँ प्रशस्त खाने बच्चालाई नखाउने बच्चालाई बरु आफूले मजाले खायो भनेदेखि तपाईँको दुध आउँछ
अनि त्यस पछाडि बच्चालाई खुवाउने हामी त 3-4 महिनासम्म आइरहन सक्दैन नि त हामी त अरूबाट पनि बुझ्छौँ नि तपाईँले दुध मात्रै खुवाउनु भएको छ कि अरू खुवाउन सुरु गरिसक्नु भएको बुझ्छौँ नि हामी त अनि अर्को कुरो फेरि तपाईँले चाहिँ बच्चा स्वस्थ हुन्छ झन् बलियो हुन्छ भनेर थप खाना खुवाइदिनुहुन्छ झन् त्यसैले चाहिँ बच्चा एकदमै के अरे रोगी बन्छ क्या कुपोषित बनाउन सिस्टर पनि उसले सोच्नु पर्ने त्यो एकदम स्मरण शक्ति चाहिँ कम हुन्छ अरे त्यो भनेर हाम्रो नानीलाई अनि मलाई त्यस भनेर हाम्रो 6 महिना भन्दाखेरि यसलाई त 7 महिनासम्मै खाएन 8-9 महिनासम्म जस्तै उसले खाएन तपाईँले माछा मासु गेडागुडी दुध दही मजाले खानुभयो भने बच्चालाई 6 महिनासम्म तपाईँको दुधले मजाले पुग्छ तपाईँले चाहिँ खानु पर्यो मेन भनेको चाहिँ तपाईँले खानु पर्यो झोलिलो कुराहरू ज्वानोको झोलहरू मजाले खाएपछि बच्चालाई पुग्छ त्यसपछि मात्रै 6 महिनापछि मात्रै थप खाना मात्रै सुरु गर्नु आफ्नो बच्चा स्वस्थ होस् भन्ने त जसको पनि चाहना हुन्छ नि होइन तपाईँले त्यो थाहा नभएर मात्रै हो त्यो थप खानेकुरा खुवाएर चाहिँ स्वस्थ हुन्छ मेरो बच्चा छिटो बढ्छ बलियो हुन्छ भनेको तर त्यो बिल्कुल गलत हो है तपाईँले 6 महिनाभन्दा अगाडि खुवाउनु भयो भनेदेखि चाहिँ 6 महिनाभन्दा अगाडि खुवाएको खानेकुरा थप खानेकुराले गर्दा चाहिँ तपाईँको बच्चा स्वस्थ होइन अस्वस्थ चाहिँ हुनुहुन्छ क्या अब त्यसले चाहिँ राम्रोसँग पचाउन सक्दैन बच्चाको पेट त सानो गुच्चा जत्रो हुन्छ अरे त्यो त उसले के अरे दुधले पर्याप्त पुगिहाल्छ होइन अनि तपाईँले त्यो अर्को एक्स्ट्रा खानेकुरा खुवाउनु भयो भनेदेखि त थप खानेकुराले त झन् उसलाई पखाला लाग्ने पचाउन नसक्ने हुने अपच हुने अनि त्यस्तो हुन्छ त्यो भएर तपाईँले नखुवाउनु न दुध मात्रै खुवाउनु त्यस्तो दुध मात्रै खान्छिन केही पर्यो भने बुझ्नु पर्यो भने रहरको छोरो पो हो त होइन दुईटी छोरी बिसी छोरो जन्मेको रहरको छोरो हो यो त फेरि उसको स्वास्थ्यको पनि छ आमा पनि स्वस्थ हुनु पर्यो बच्चा बिरामी भयो भनेदेखि त फेरि आमालाई पनि टेन्सन हुन्छ नि त आमा स्वस्थ हुनको लागि त बच्चा पनि स्वस्थ हुनु पर्यो बच्चाको त चिसो भइहाल्छ ऊ रहरको छोरा प्रेसर पनि जाँचौँ है अनि भोलि 20 गते चाहिँ हेलपोस्टमा भोलि शनिबारमा पनि हाम्रो हेलपोस्टमा खोप जान्छ अनि खोप लगाउन आउनु त्यो हस्पिटलमा कार्ड दिएछ नि कार्ड दिएको छैन हो त्यो कार्ड लिएर चाहिँ आउनु त अनि बच्चाको नाम पनि के राख्ने हो सोचेर आउनु के राख्नु दालजिल्लामा मान्छे पिछेको नाम छ क्या दाली चाहिँ राख्नु पायो भने भन्नुपर्छ कि भनेर नर्मल छ पेसा त ज्वरो सर आउनु त छैन नि कतिको गइरहेको छ रगत छैन होला पुरै 45 दिनसम्म खानु न बेलुका बेलुका खानु ल सुत्ने बेलामा कसरी खाइराख्नु भएको छ बेलुका नै खानु सुत्ने बेलामा यसले चाहिँ रगतको मात्रा बढाउँछ तपाईँको त्यो जुन सुत्केरी हुँदाखेरि रगत गयो नि त त्यसको मात्रा बढाउँछ अब यसले तपाईँले गर्भवती हुँदा नि खानु पर्थ्यो सुत्केरी भएपछि खानु लाग्नु गर्भवतीमा नि खाएँ नि 2-3 टा त खाइसकेँ पहिला गाली गर्दा हो अनि अनि त्यसपछि मात्र खान्छ बच्चा निन्द्रामा छ अहिले त खाँदै अनि त्यसपछि बच्चाको चाक हुन्छ नि यहाँनिर बच्चाको पेट आमाको पेट यहाँ अनि यतापट्टि यस्तरी हात यतापट्टि छिरा न त्यसपछि मजाले दुध तान्छ बच्चाले किन तानेन मेरो बच्चाले दुध खाँदैन भएन भने चाहिँ त्यो पोजिसन मिल्दैन नि त खुवाउने त्यही भएर चाहिँ बच्चाले दुध तान्दैन त्यसरी खुवाउनु न चाहिँ हामी जान लागेको यहाँबाट 1-1.5 घन्टा बस्यौँ मजाले गफसफ गरेर काउन्सिलिङ गरेर बेबी बाई बाई गर्नुहोस् बाई ल गयौँ ल बस्नु ल राम्रोसँग ल आउनु बिदा सिस्टर ल गयौँ ल फर्क्यौँ है गाइस फर्क्यौँ मजाले काउन्सिलिङ गऱ्यौँ आमा र बच्चाको अवस्था पनि राम्रो रहेछ जे भए पनि खुसी लाग्यो हाम्रो हेल्परमा त 2-3 चोटिदेखि जचाउन आउनु भएको थिएन अनि कहाँ के गरौँ भनेर सबै मजाले सोध्यौँ करामी पनि अलिअलि किन नआउनु भएको भनेर छोरी छ भनेर नआएको मेन चाहिँ हो गाइस 2टी छोरी पछिको एउटा छोरो जन्मेको रहेछ पनि एकदम खुसी हुनुहुन्छ ह्याप्पी हुनुहुन्छ ल अब चाहिँ केयर गर्नुहुन्छ अब चाहिँ केयर गर्छु लागिरहेको केयर गर्छु यताउता भन्नुभएको छ अझै पनि हाम्रो समाजमा छोरी भनेपछि कति हेला गरे क्या हामी नि छोरी त हुने हो नि त यस्तो प्रगति गर्दै हिँड्नुपर्छ हो नि त यहाँ कोही कोहीलाई छोरीको रहर हुँदै भएन कोही कोहीलाई छोरीको रहर गर्दा गर्दै भएन कोहीलाई छोरी धेर भयो भने यस्तो छ हालत
अब तीजमा त मेरो त धेरै छोरीहरूलाई बोलाउनु पर्ने अवस्था त छ। हामीलाई पनि बोलाउने, हामी पनि छोरी नै हो। ल ल गाइस एकछिन गर्मी भयो, हाम्रो हालत यहाँ गर्मी भएर एकछिन आराम गरिरहेछौँ। अब एकछिन पछि चाहिँ उहाँ सिस्टर यहीँ बस्नुहुन्छ, म उँभो लाग्छु, अर्को एकजना सिस्टर उँधो आउँदैछु। म तलतिर 1-2वटा बच्चाहरू भेट्न बाँकी नै छ अझै। मेरो चाहिँ आजको ड्युटी यहीँ हो, सिद्धिन्छ अब। मेरो त बाँकी छ बिचरा, म अझै 2-3जना भेट्न बाँकी छ। कत्रो पीडा छ। एकछिन रेस्ट गरौँ न, भ्याइहालिन्छ नि। 12 त बजे होइन। ल ल हामी जान लागेको कान्छी, बाई बाई। हामी चाहिँ जान लागेको, अब यहाँ एकछिन बसेर तलतिर जाने, तपाईँ माथितिर जाने। घाम पनि हरायो, अब जानुपर्छ शीतलमा। यो फुल भाँचेर लान्छु एउटा। कस्तो राम्रो है। एउटा काट्ने कुरो छ। ल गाइज हामी चाहिँ फर्क्यौँ अब यताबाट। अब हामी बिछोड यो बुद्ध चोक हेर्नुभयो सिस्टर? हिजो सामुदायिक भवन भनेर देखाएको थिएँ नि। ल हेर्नु, हाम्रो सामुदायिक भवनको चाहिँ यस्तो दामीसँग डेकोरेसन गरेको छ नि, पुरा क्या। वाउ, यस्तो दामीसँग सिसी क्यामेरा होला के, नाचेर टिकटक बनाउनु। मेरो साथी, मेरो बुढोको पनि साथी विक्रम तमाङको कमान्डमा चाहिँ बनेको है यो सबै। यो यो सबै भीमबहादुर स्मृति सामुदायिक भवन रहेछ, तर डेकोरेसन यस्तो दामी बबाल छ नि। उता हेर्नु त सिस्टर, उता नि कस्तो राम्रो छ बुद्धहरू। मैले देखाएको छु। वाउ, यो त कैलेश्वरको होइन विद्या सिस्टर हो है? कैलेश्वरको मन्दिरको रहेछ। पनि हेरेको यहाँनिरबाट एक्लै ढिला भइसक्यो, पानी पर्न लागेछ, गुडुङ गुडुङ गर्दैछ। फटाफटी जान्छु म, भिडियो खासै नबनाइकन। है त साथीहरू, म चाहिँ आइपुग्न लागेँ। अब चाहिँ म भिडियो यहीँ इन्ड गर्छु, किनकि एकदमै गर्मी भएको छ। अब नुहाइधुवाइ गरेर फ्रेस पनि हुनु पऱ्यो। हामीले यहाँ पिएनसी भिजिटमा सुत्केरी भेट जाँदाखेरि चाहिँ त्यस्तो कुनै पनि डेन्जर साइनहरू त्यस्तो केही पनि रहेनछ। आमा बच्चा एकदम स्वस्थ हुनुपर्छ। जे भए पनि खुसी लाग्यो। सबै साथीहरूलाई बाई बाई भन्दै आइसकेँ मैले त्यतिबाट। अब म पनि तपाईँहरूसँग बाई बाई माग्छु। आजको भिडियो चाहिँ यहाँसम्म। कस्तो लाग्छ तपाईँहरू हाम्रो भिडियो? लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। बाई बाई साथीहरू।